इन्जिनियर गंगा यादव र उनका 4 स्तम्भ, एकै लक्ष्य, फरक शक्ति, सुधारिएको संस्करण। नेपालको मधेसको एउटा सानो गाउँमा जन्मेका थिए इन्जिनियर गंगा यादव, शिक्षक, अभियन्ता र समाजसेवी। उनी सधैँ भन्थे, शिक्षा, सेवा र सोच, यही 3 शक्तिले देश बदल्छ। इन्जिनियर गंगा यादवले आफ्नो जीवन समाजको हित र न्यायका लागि अर्पण गरेका थिए। उनीसँग 4 जना युवा थिए जसले उनको सपनालाई यथार्थमा उतार्न सहयोग गर्थे। सुमन विचार र नेतृत्वको आवाज। सुमन राजनैतिक चेतनायुक्त युवा हो। ऊ मान्थ्यो परिवर्तन विचार र नीतिबाट सुरु हुन्छ। गंगासँग काम गर्दा ऊ गाउँका युवाहरूमा चेतना जगाउँथ्यो, नयाँ सोच, नयाँ प्रणाली र नीति सुधारका लागि आवाज उठाउँथ्यो। सुनिल ढिलो सुरु गर्ने तर छिटो सक्ने कर्मशील। सुनिल अल्छी स्वभावको थियो, तर जब ऊ काममा लाग्थ्यो सबैभन्दा छिटो, सफा र असरदार काम गर्थ्यो। ऊ सधैँ भन्थ्यो, बोल्नुभन्दा गरेर देखाउनु राम्रो। गंगाले उसलाई शान्त बिजुली भनेर सम्बोधन गर्थे। चन्दन समुदायको आवाज र प्राविधिक समझ। चन्दन गाउँको बीचमा बस्ने शान्त स्वभावको युवा हो। ऊ पढाइमा अब्बल थियो र सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीमा उत्तीर्ण भएको थियो। उसको यो प्राविधिक ज्ञानले उसलाई व्यावहारिक बनायो। ऊ गाउँका वृद्ध, महिला र बालबालिकाको आवाज बोक्थ्यो। गंगासँग काम गर्दा ऊ सधैँ भन्थ्यो, हामी जनताको मन बुझ्न सकेनौं भने योजना सफल हुँदैन। चन्दन व्यावहारिक थियो। ऊ बोल्थ्यो कम, सुन्थ्यो धेरै। चन्द्रदीप भान्जा तर जोशिलो साथी। चन्द्रदीप गंगाको भान्जा थियो। ऊ पढाइमा तेज, विचारमा जोशिलो र व्यवहारमा इमान्दार। उसको हृदयमा देश र न्यायप्रतिको माया थियो। ऊ सधैँ मामा गंगा यादवसँग रहेर सिक्थ्यो र भन्थ्यो, मामाजी तपाईले हामीलाई सोच्न, बोल्न र गर्न सिकाउनुभयो। निष्कर्ष, एउटै सोच, फरक बाटो। इन्जिनियर गंगा यादव र उनका 4 स्तम्भ, सुमन, सुनिल, चन्दन र चन्द्रदीप, सबैको सोच फरक तर लक्ष्य एउटै थियो, शिक्षित, समान र न्यायपूर्ण समाज निर्माण। गंगा यादव गर्वले भन्थे, म एक्लो होइन, मसँग 4 हात छन्। सुमनको सोच, सुनिलको गति, चन्दनको समझ र चन्द्रदीपको साहस। सन्देश, परिवर्तन तब सम्भव हुन्छ जब सोच, कर्म, व्यवहार, प्राविधिक ज्ञान र साहस एउटै लक्ष्यमा जोडिन्छ।